बिर्सेको छैन। मैले सेवाको हात बिर्सेको छैन, आफ्नो औकात मैले बिर्सेको छैन, आफ्नो छवि सुधार्ने सूत्र रेडक्रसको सिद्धान्त साथ मैले बिर्सेको छैन। यो अभियानमा भनिए जस्तै परोपकारी संस्थाका रूपमा रहेको रेडक्रस सोसाइटी अहिले नेपालको सबैभन्दा ठुलो मानवीय संस्था भएको छ। महामानव जहाँ हेनरी ड्युनाले मानव कल्याणका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ सन् 1863 अक्टोबर 20मा रेडक्रस संस्थाको स्थापना गरेका थिए। सन् 1917मा स्थापना भएको विश्व रेडक्रसले नेपालमा 1 अक्टोबर 1964मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। दुःख, पीडा, दुर्घटना, द्वन्द्व, दैवीय प्रकोपमा परेका मानवहरूको उद्धार र सहयोग गर्ने उद्देश्यका साथ स्थापित रेडक्रसको चितवन जिल्ला शाखा 2027 साउन 6 गते स्थापना भएको थियो। जिल्लाभित्र थप मानवीय सेवा विस्तार गर्ने उद्देश्यसहित विक्रम सम्वत 2051 सालमा नेपाल रेडक्रस उपशाखा जुटपानीको स्थापना भएको हो। मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकतालाई आत्मसात गर्दै जुटपानी उपशाखाले आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ। शाखा 2051 सालमा स्थापना भएको 2051 सालमा स्थापना हुँदै गर्दा यहाँ विगतका सभापतिहरूले राम्रोसँग निर्वाह गर्दै जानुभयो। 2079 सालबाट मेरो कार्यकाल सुरु भएको। मेरो कार्यकालमा पनि विभिन्न किसिमका सामाजिक कार्यक्रमहरू भइरहेका छन्। जस्तै हामीले 11वटै वडामा रक्तदान वितरणका कार्यक्रमहरू, त्यसपछि मनोसामाजिक परामर्श कार्यक्रमहरू जस्ताहरू, विपद व्यवस्थापनका कार्यक्रमहरू जस्ता हामीले 11वटै वडाहरूमा हामीले सम्पन्न गरिसकेका छौँ। हाम्रो यो भूगोलले पनि जुटपानी उपशाखामा एउटा बाढीको सम्भावना रहेको देखिन्छ। त्यसो हुनाले पनि हामीले यस उपशाखाले बाढी पीडितहरूलाई एउटा सहयोग गर्नुको लागि, त्यसलाई विपद व्यवस्थापन गर्नुको लागि पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यो हामीले हाम्रा कार्यक्रमहरू, हाम्रा प्रतिवेदनहरू पनि देखिएका छन्। यसमा हामीले अगाडि बढिसकेका छौँ। यति मात्र नभइकन यस उपशाखाले एउटा समाजमा एउटा ठुलो अर्को छुट्टै छवि बनाउन पनि सफल भएको छ। यसको लागि हामीलाई नगरपालिकादेखि लिएर वडा कार्यालय र स्थानीय सरकारले पनि राम्रोसँग हामीलाई कोअर्डिनेसन गरेर राम्रो सहयोग गरेका छन्। त्यसको कारणले गर्दा पनि हामी उच्च स्थानमा पुग्न सफल भएका छौँ। यस उपशाखाले जिल्लामा 41वटा उपशाखा छन्। 41वटा उपशाखामा पनि एउटा उत्कृष्टता हासिल गर्न सफल भएको छ। यो हासिल गर्नको लागि तमाम आजीवन सदस्यहरू, विशिष्ट सदस्यहरू, यहाँका सरकारवाला व्यक्तिहरू, समाजसेवीहरू पनि महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। र यसमा हामीले यस्तो विकास निर्माणका कुराहरू गर्दाखेरि जस्तै हाम्रो यो उपशाखाको भवनमा रहेको ग्राभेलीहरू थियो, त्यसमा त्यो पानीमा रहेको एउटा बाटो, त्यसमा चाहिँ मोजत्ता लगाएर हामी त्यसलाई सम्पन्न गरिसकेका छौँ। र समाजमा पनि कहीँ त्यस्तो राहत हामीले चाहिँ राहत वितरण गर्ने जाने सवालमा कहीँ विपदमा परेका हुन्छन्, हावाहुरीले चाहिँ छानाहरू उडाएको हुन्छ, बाढीले चाहिँ बगाएर गएको हुन्छ। त्यसमा हामी स्थलगत भ्रमण गरेर त्यसको चाहिँ गतिविधि बुझेर हामीले गर्न सक्ने जिल्लासँग कोअर्डिनेसन गरेर गर्न सक्ने सहयोग पनि हामीले गरेका छौँ। र यस उपशाखामा पहिला विगतका सभापतिहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। र अहिले हामीले यस किसिमका कार्यक्रमहरू गर्दै यस उपशाखालाई पनि अत्यन्तै सान्दर्भिक ढङ्गबाट अगाडि बढेका छौँ। सबैप्रति म आभार व्यक्त गर्दछु र आगामी दिनहरूमा पनि यस्ता किसिमका सहयोगहरूको अपेक्षा राख्दछु। चितवन जिल्लाको उत्तरी पूर्वी भेगको कालिका नगरपालिका वडा नम्बर 6 स्थित ओलेसिमल बजारमा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको कार्यालय रहेको छ। कालिका नगरपालिकाको वडा नम्बर 1, 6 र 7मा यस उपशाखाको कार्यक्षेत्र रहेको छ। जुटपानी उपशाखाले विपद तथा सङ्कट व्यवस्थापनमा विशेष गरेर बाढी, पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपदहरूबाट क्षति कम गर्न विपद पूर्व तयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। जुटपानी उपशाखा 2051 सालमा तेजप्रसाद लामछानेज्यूको अध्यक्षतामा स्थापना भई र यसमा चाहिँ हामीले यसमा धन्याचल पर्व चलाएर चाहिँ यो संस्थाको भवन निर्माण, 3 तले भवन र 4 कोठे सटर हामीले भवन निर्माण गरेर यो शाखा सञ्चालनमा आइरहेको छ। यस शाखाको भवन निर्माणको लागि जग्गादाता पनि हामीलाई चाहिँ यसै डाक्टर शिवनाथ सिंह र
राजेन्द्र थापाज्यूले चाहिँ यो संस्थालाई चाहिँ जग्गा हामीलाई चाहिँ प्रदान गरेको छ। उहाँहरूलाई संस्थाबाट विशेष आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। यस संस्थामा हाम्रा जुटपानी उपशाखा रेड क्रसमा चाहिँ आजीवन सदस्य 713 जना र 6 जना चाहिँ विशिष्ट सदस्य गरेर 719 जनाको सदस्यहरू हामी कहाँ अहिले मौजुद छन्। जुटपानीका शाखाले हरेक क्रियाकलापहरूमा नगरपालिकाको कालिका नगरपालिकाको 11 वार्ड र रत्नगरका केही वार्डहरूलाई समेटेर विभिन्न कार्यक्रमहरू हामीले टोल सुधार, सङ्घ संस्था, सामाजिक व्यक्तित्व, आजीवन सदस्यज्यूहरूलाई, जनप्रतिनिधिज्यूहरूलाई, राजनीतिक दल र गोष्ठी, रक्तदान, प्राथमिक उपचार, विपद पूर्व तयारी, स्वास्थ्य शिविर, सामाजिक परामर्श, आत्महत्या रोकथाम, ट्राफिक सचेतना कार्यक्रम, हावाहुरी, बाढी पहिरो, वन्यजन्तु आक्रमण, आगलागी, शीतलहर, तुषारो र महिला प्रशिक्षण, नियमित बैठक, यस संस्थाको नियमित बैठक, विभिन्न चाडपर्वमा शुभकामना आदान प्रदान, यी क्रियाकलापहरू दैनिक गतिविधि जुटपानी उपशाखा रेड क्रसले गर्दै आइरहेका छ। नगरपालिका र वार्डले पनि यस संस्थालाई पटक पटक आर्थिक सहयोग गरेर चाहिँ यो संस्थालाई उचाइमा पुर्याउनका लागि कार्यालय व्यवस्थापनका लागि फर्निचर र अनि त्यसपछि ट्रस्ट निर्माण, 4 कोठे भवनको लागि पनि नगरपालिकाले प्रत्यक्ष सहयोग गरेका छन्। साथै एम्बुलेन्स खरिदको लागि पनि नगरपालिकाले अब छिटै यो 82 सालमा हामीले नयाँ एम्बुलेन्स खरिद गर्दैछौँ र जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक व्यक्तित्वले संस्थालाई पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई सहयोग गर्दै आइरहेको छ। यस समितिका टिमहरू हामी एकीबद्ध भएर लागेका छौँ, एकजुट भएर लागेका छौँ। हरेक क्रियाकलापमा एकताका साथ कार्यक्रमहरू सफल पारेका छन्। कालिका नगरपालिका मात्रै नभइकन हामी चितवन जिल्लामा पटक पटक चाहिँ उत्कृष्ट संस्थाको रूपमा उभ्याउन सफल भएका छौँ र पटक पटक हामी पुरस्कृत भएका छौँ। यस संस्थाले भवन निर्माण, एम्बुलेन्स खरिद, धेरै सामाजिक व्यक्तित्वहरूले आर्थिक सहयोग गर्नुभएको छ र जुटपानीको शाखाले कार्यक्षेत्रभित्र हाम्रो कार्यक्षेत्र साबिक जुटपानी र रत्नगरका केही भूभागहरूमा हाम्रा कार्यक्षेत्र छ। त्यहाँका नागरिकहरूले र हामीले रेड क्रसले सेवा लिँदै र दिँदै आइरहेको छ। 2072 को महाभूकम्पमा धेरै मानवीय धनजनको ठुलो क्षति भयो। त्यस समयमा यस शाखाले सिद्धि, शक्तिखोर, जुटपानी, पिठुवाका केही भूभागमा हामीले प्रत्यक्ष भूकम्प पीडितहरूलाई चाहिँ सहयोग गर्दै आएका छौँ र केही व्यक्तिहरूबाट राहत उठायो, केही व्यक्तिहरूबाट चाहिँ राहत वितरण गरियो। त्यो राहत वितरण का काम साथसाथै घरहरू भत्किएका, नथालिङ्ग भएका व्यक्तिहरूको घरका तथ्याङ्क लागत सङ्कलनमा पनि हामीले यो संस्थाले चाहिँ सहयोग गर्दै आएको। साथै यो देशव्यापी भूकम्पमा हामीले गोर्खा, सिन्धुपाल्चोक र धादिङ जिल्लामा पनि हामीले चाहिँ ठुलो राहत सामग्री हामी एम्बुलेन्स लिएर या जुटपानी उपशाखाको टिमै गएर चाहिँ राहत सामग्रीहरू ती सिन्धुपाल्चोक, गोर्खा र धादिङ जिल्लाहरूमा राहत वितरण गरेका छौँ। त्यसपछि विनाशकारी ठुलो एउटा टोर्नाडो भन्ने हावाहुरीले धेरै खेतीबाली, पदमपुर र जुटपानीमा धेरै चाहिँ अनि पिठुवाको साइडमा चाहिँ धेरै हावाहुरीले चाहिँ विनाशकारी हावाहुरीले चाहिँ धनजनको घरहरू, खेतीबालीहरू चाहिँ विनाश गरे। त्यस समय पनि हामीले चाहिँ प्रत्यक्ष रूपमा जिल्ला शाखासँग समन्वय गरेर राहत सामग्री तुरुन्तै हामीले राहत सामग्रीहरू वितरण गर्यौँ र कोभिड जस्ता कोभिड एउटा विश्वव्यापी एउटा महामारी फैलिँदाखेरि हामीले नगरपालिकासँग यो संस्थाले समन्वय गरेर चाहिँ 24 घण्टा एम्बुलेन्स सेवा गरेर चाहिँ बिरामीलाई क्वारेन्टाइनमा लाने, हस्पिटलमा लानेका यस्ता महान कार्यहरू पनि यो जुटपानीको शाखाले गरियो। यस संस्थाले अब आगामी दिनमा यस संस्थाले अझ हामीले चाहिँ आजीवन सदस्य वृद्धि गर्दै लैजाने, त्यो आजीवन सदस्यहरूलाई क्षमता विकास तालिम गर्ने, यहाँ भएको सामाजिक सङ्घ संस्थाहरूलाई चाहिँ समन्वय गरेर हामी अगाडि बढ्नेछौँ। संस्थाले आजीवन सदस्यता वृद्धि गर्दै लैजाने, क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, संस्थालाई चुस्त र दुरुस्त बनाउँदै देशभरको अग्रणी रेड क्रस उपशाखा बनाउने कार्यमा अग्रसरता देखाएको छ। उपशाखाका यी र यस्तै कार्यबाट 2 पटक जिल्लाभरमा उत्कृष्ट भई सम्मान र पुरस्कृत हुन सफल भएको छ। रेड क्रस सोसाइटी जुटपानी उपशाखाले जुन सेवा त्यो क्षेत्रमा जुन सेवा गरिरहनु भएको छ त्यो असाध्यै अतुलनीय महत्त्वपूर्ण सेवा छ। जुटपानी शाखाको स्थापना कालदेखि
नेपाल रेड क्रस सोसाइटीले गर्ने सेवाहरू विपद व्यवस्थापन एम्बुलेन्स सञ्चालन रक्त सञ्चारका सेवाहरूमा र जहाँ दुःख छ त्यहाँ चाहिँ रेड क्रस पुर्याउने अभियानमा जसरी काम गरिरहनु भएको छ जुटपानी उपशाखाले धेरै महत्त्वपूर्ण त्यो क्षेत्रमा योगदान गर्नुभएको छ र हिजोका सभापतिदेखि लिएर स्थापनाकालदेखिका सभापतिदेखि लिएर अहिले राजनजी आउने बेलासम्म पनि त्यत्तिकै रूपमा निरन्तर त्यो क्षेत्रमा असाध्यै चाहिँ लागेर रेड क्रस अभियानलाई एकदमै माथि उच्च पुर्याउनु भएको छ र नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखाबाट पटक पटक पुरस्कृत भएर सम्मानित हुने अवसर प्राप्त गर्नुभएको छ। हाम्रो राजनजी पटकसम्म सभापति हुनुभयो, उहाँको कार्यकालमा पनि चितवन जिल्ला रेड क्रसमा उहाँहरू सम्मानित हुने अवसर प्राप्त गर्नुभयो। धेरै नै राम्रो कार्यहरू गरिरहनु भएको छ। मानवीय विपददेखि लिएर रक्त सञ्चारको क्षेत्रदेखि लिएर एम्बुलेन्स सेवादेखि लिएर महामारीमा होस् कोभिडको बेला होस् हरेक विषयमा चाहिँ उहाँहरू जब समस्या पर्छ त्यहाँ नेपाल रेड क्रस सोसाइटी जुटपानी उपशाखा त्यो क्षेत्रमा चाहिँ असाध्यै क्रियाशील भएको कुरा जानकारी गराउन चाहन्छु। यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, चेपाङ, थारू, कुमाल, भोटे, परियार, विश्वकर्मा लगायतका जात जातिहरूको बसोबास छ। धार्मिक रूपमा हेर्दा हिन्दू, बौद्ध, मुस्लिम, इसाई आदि धर्ममा आस्था राख्ने मानिसहरू बसोबास गरेका छन्। यस क्षेत्रका साबिक जुटपानी, पिठुवा, पदमपुर, शक्तिखोर गाविसका बुद्धिजीवी, समाजसेवी, स्थानीय निकायका जनप्रतिनिधिहरूको सहभागिता र सक्रियतामा मानवीय सेवाको भावले समर्पित गरी विक्रम सम्वत 2051 सालमा साबिक जुटपानी गाविसको खोले सिमल बजारमा स्थानीय समाजसेवी तेज प्रसाद लामिछानेको संयोजकत्वमा 9 सदस्यीय सहयोग समितिको रूपमा तदर्थ समितिको गठन भई स्थापना भएको हो। यो रेड क्रस सोसाइटी हाम्रो यो जुटपानी तत्कालीन जुटपानी गाविस वार्ड नम्बर 5 मा खोलेसोल भन्ने ठाउँमा बनेको हो र 56 सालमा धान परिवर्तन गऱ्यौँ। त्यहाँबाट के रकम चुनाव गरेर हामीले एउटा भवन तयार गर्यौँ। त्यो सञ्चालन आजसम्म भइराखेको छ। र रेड क्रस भनेको कुनै क्लब होइन, कुनै क्लब नभएको हुनाले यो एउटा सामाजिक विशुद्ध सेवाको भावले हिजो हेनरी उनीहरूले जसरी स्थापना गरे जे भनेर जुन हिसाबले उनले आफ्नो व्यापारलाई छोडेर पनि जसरी स्थापना गरेका थिए त्यो अनुसार हामी जान सकेनौँ भने हामीले उहाँलाई पनि अपमान गरेको हुन्छ है। त्यसै गरी यस उपशाखाको प्रथम अधिवेशन 2054 8 महिना 7 गते भएको थियो। यस अधिवेशनबाट श्री तेज प्रसाद लामिछानेको सभापतित्वमा 10 सदस्यीय कार्यसमिति गठन भएको थियो। स्थापना भएको समयमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेको र 2055 1 25 गते खोले सिमल बजारका अर्कबहादुर थापा र शिवनाथ सिंह थापाको घरको बीचको भागमा यस शाखाको कार्यालय भवन निर्माण गर्ने तयारी भएको तथा भवन निर्माणका लागि 2055 सालको दीपावलीमा देउसी भैलो कार्यक्रमको आयोजना गरी आर्थिक सङ्कलन गरिएको थियो। यही उद्देश्यलाई पूर्णता दिनका लागि श्री रामप्रसाद हुमागाईको संयोजकत्वमा 501 जना सदस्यीय मूल आयोजक समिति गठन भई 2056 पुस 26 गतेबाट धन धान्याञ्चल महायज्ञ वाचन शिरोमणि स्वर्गीय पण्डित नारायण प्रसाद पोखरेलको मुखारविन्दबाट सम्पन्न भई यस महायज्ञबाट सङ्कलन भएको चल अचल नगद तथा जिन्सी सहयोगबाट यस संस्थाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको थियो। यो अत्यन्त एउटा महत्त्वपूर्ण संस्थाको रूपमा, परोपकारी संस्थाको रूपमा, मानवीय संस्थाको रूपमा परिचित एउटा संस्था हो। यसले सबैभन्दा पहिलो कुरो एउटा मान्छेको ज्यान बचाउनको निमित्त जिल्लाभरि एउटा रगतको अभाव हुँदाखेरि वृहत खुल्ला रक्तदान कार्यक्रम गरेर धेरै पटक रगत सङ्कलन गरेर जिल्ला ब्लड ब्याङ्कलाई सहयोग गरेको अवस्था रहेको छ। यसले विभिन्न कालिका नगरपालिकामा प्राकृतिक प्रकोपसँग सम्बन्धित घटेका घटनाहरूमा विपदमा परेका मानिसहरूलाई तत्काल उपस्थित भएर त्यसको एउटा राहतको कामहरू गर्ने काम गरिरहेको छ। एउटा भाँडाकुँडा उपलब्ध गराउने, त्यसपछि के आर्थिक सहयोगहरू गर्ने, विभिन्न लत्ता कपडाहरू उपलब्ध गराउने, कम्तीमा पनि एउटा दुखी पीडामा परेका मानिसहरूलाई एउटा मलम लगाउने कामहरू पनि गरिरहेको छ। यसले जिल्लाले
बनाएका हरेक कार्ययोजनाहरूलाई सफल पार्नको लागि जुटपानी रेडक्रस उपशाखाले गर्नुपर्ने जुन योजनाभित्र परेका कामहरू छ त्यसले पूर्ण रूपमा सफल पारेर एउटा जिल्ला रेडक्रसबाट पनि धेरै पटक सम्मानित भएको अवस्था जुटपानी रेडक्रस उपशाखा रहेको छ र यसले हरेक समाजमा एउटा विकृति सम्बन्धी एउटा अभियानहरू पनि यसले सञ्चालन गरेको छ। कालिका नगरपालिकाभित्र रहेका सरकारी र सामुदायिक विद्यालयहरूमा गएर जुनियर रेडक्रस सर्कल, इको क्लबहरू, विभिन्न यस्ता सर्कलहरू गठन गरेर ती सर्कलहरूलाई एउटा ट्रेनिङको रूपमा विभिन्न किसिमका प्राथमिक उपचार सम्बन्धी कार्यक्रमहरू गर्ने, विभिन्न नयाँ योजनाहरू अभियानहरू सञ्चालन गर्ने कामहरू पनि गरिरहेको छ। जुटपानी रेडक्रस उपशाखाले अहिले एउटा समाजमा सामाजिक कार्यहरू गर्दै एउटा प्रतिष्ठित रूपको एउटा परोपकारी संस्थाको रूपमा पनि यसले अगाडि कामहरू गरिरहेको छ। जुटपानी रेडक्रस उपशाखा एउटा यस्तो संस्था हो कि यसले जुनसुकै अवस्थामा पनि मानिसहरूलाई परेको आपद विपदमा यसले सहयोग गर्नको लागि तत्पर रहेको छ र जुटपानी रेडक्रसले बनाएका हरेक योजनाहरूलाई सफल पार्नको लागि कालिका नगरपालिकाले आफ्नो ढङ्गबाट पनि सहयोगहरू गरिरहेको छ र गर्ने प्रतिबद्धता पनि पटक पटक हामीले पाएका छौँ। त्यसैले जुटपानी रेडक्रस अत्यन्तै एउटा परोपकारी, एउटा मानवीय र हरेक घटनाहरूमा तत्काल उपस्थित रहेर सहयोग गर्ने र सामाजिक अभियानहरू सञ्चालन गर्ने एउटा महत्त्वपूर्ण संस्थाको रूपमा चिरपरिचित एउटा मानवीय संस्थाको रूपमा रहँदै आएको म जानकारी गराउन चाहन्छु। तत्कालीन यहाँको गाउँ विकास समितिको अध्यक्ष हाम्रो यादव प्रसाद पाठकजी हुनुहुन्थ्यो र यादव प्रसाद पाठक पनि एकदम रेडक्रसमा असाध्यै चासो राख्ने, अभिरुचि राख्ने र सक्रिय कार्यकर्ता। रेडक्रसका कुनै पनि काममा उहाँले सक्रिय योगदान पुर्याउनु भयो, योगदान दिनुभयो र उहाँसँगै बसेर सरसल्लाह गर्दा अहिले जहाँ भवन छ त्यो घडेरी उपलब्ध गराउन त्यतिखेर बसोबास समिति के आयो भने त्यो आयोगसँग चाहिँ उहाँले कुराकानी गरेर गाविसले चाहिँ गर्नुपर्ने महत्त्वपूर्ण रोल उहाँले गरेर रेडक्रसको नाममा त्यो जग्गा दर्ता गराएर अनि त्यसपछि त्यहाँ चाहिँ क्रमशः सबै साथीहरूले चन्दा उठाएर, अब चन्दादाताहरूको नाम त मलाई त्यति थाहा छैन, यसमा पहिलो चन्दादाता राम्रो चन्दा दिने अहिले उहाँको घर नारायणघाट हो। यहाँ चाहिँ उद्योगपति हुनुहुन्थ्यो, इँटा गर्ने के अरे नाम महर्जन, हरिकृष्ण महर्जनले राम्रो सहयोग गर्नुभयो, इँटाहरू पनि सहयोग गर्नुभयो। अनि त्यसपछि धान्य पर्व लगाउँ, अलिकति केही त यो घरलाई राम्रो व्यवस्थित गराउनु पर्यो, एउटा एम्बुलेन्स किन्न पर्यो भन्ने चाहिँ सबैको धारणा भयो। त्यसपछि अब कहिले भैलो खेल्ने, कहिले चन्दा उठाउने अनि धान्य पर्व लगाउने आदि गरिएर केही पैसा सङ्कलन भयो र त्यसमा बृहस्पति वाग्लेजीले महत्त्वपूर्ण भूमिका खेलेर उहाँको भाइ हाम्रो चिरञ्जीवी वाग्ले मन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा उहाँसँग कुराकानी गरेर अनि उहाँले केही पैसा एम्बुलेन्स किन्नको लागि अब 4 लाख समथिङ कति चाहिँ त्योभन्दा पनि बढी होला त्यो पैसा चाहिँ उहाँले हालिदिनु भयो र जसले गर्दाखेरि उपशाखाहरूमा पहिलो चितवनका उपशाखाहरूमध्येमा पहिलो जुटपानी उपशाखाले एम्बुलेन्स पनि ल्याउन सफल भयो। संस्थाले यसभन्दा अगाडि विभिन्न सहयोगदाता, समाजसेवी तथा बुद्धिजीवीहरूको आर्थिक, भौतिक लगायतको सहयोगमा 2वटा एम्बुलेन्स खरिद गरी नागरिकहरूलाई मानवीय सहयोग गर्दै आएकोमा
भइरहेको एम्बुलेन्स जीर्ण भएकोले नयाँ व्यवस्थित एम्बुलेन्स खरिद गर्न सहयोगी दाताहरू तथा कालिका नगरपालिका र अन्य सरकारवाला व्यक्ति तथा सङ्घ संस्थासँग समन्वय भइरहेको छ। कालिका नगरपालिकामा विभिन्न सङ्घ संस्थाहरू कार्यरत छन्। यसै क्रममा कालिका नगरपालिकाको यस जुटपानी क्षेत्र कालिका नगरपालिका वडा नम्बर 6 मा अवस्थित हाम्रो रेडक्रस उपशाखाले जसरी नागरिकलाई सेवा दिइरहेको छ, चाहे त्यो विपद पर्दा होस्, चाहे अन्य विषयहरू हुन्, चाहे चाहिँ ब्लड डोनेसनका कामहरू हुन्, चाहे अन्य गतिविधि सृजनात्मक कार्यक्रमहरूमा मानवलाई सेवा दिने जुन खालको आवश्यकता पर्छ त्यो खालको सेवा दिने काममा चाहिँ कालिका नगरपालिकाको यस वडा नम्बर 6 मा रहेको रेडक्रस उपशाखाले धेरै राम्रो सेवा सहयोग पुर्याइरहेको छ। यहाँ हामी चाहन्छौँ कि पूर्ण रूपमा सेवा दिन सकोस्। रेडक्रसले जसरी अन्तर्राष्ट्रिय स्तरको एउटा संस्था हाम्रो यो कालिका नगरपालिकामा रहेको छ, यसले पूर्ण रूपमा सेवा दिन सकोस् भन्ने हाम्रो चाहना छ। तर पनि सीमित साधन स्रोतका बावजुद यस रेडक्रस उपशाखाले जुन खालको सेवा पुर्याइरहेको छ, म यो रेडक्रस शाखालाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र यसमा सदस्यता बनेर रेडक्रसको गरिमामय एउटा संस्थामा, अन्तर्राष्ट्रिय एउटा पवित्र संस्थामा सदस्य बनेर सहयोग पुर्याउनु हुने सबै रेडक्रस कर्मीहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। कालिकामा रहेको यो खुली समानमा रहेको यो रेडक्रसले चाहिँ विभिन्न क्षेत्रमा सामाजिक काम गरेको छ। अहिले रक्तदानदेखि लिएर विपद व्यवस्थापन, विपद प्रतिकार्यदेखि यावत कुराहरूमा मानव जीवनमा उपयोग हुने सबै खालका कार्यक्रमहरू यसले गरेको छ। त्यसको लागि चाहिँ म यहाँ यो संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसले चाहिँ मानव सेवामा सबै कामहरू गरेकोले कालिका नगरपालिकाको तर्फबाट पनि यसलाई धेरै साथ सहयोग भइरहेको छ। यसले एम्बुलेन्स खरिद गर्ने प्रक्रियाहरूमा छ, यसले एम्बुलेन्स खरिद गर्नुपर्ने छ। त्यस्तै अन्य रगत डोनेसन, यो रक्तदान कार्यक्रमहरू पनि धेरै कामहरू गरेको छ। त्यसको लागि पनि हामी व्यवस्थापन गरेका छौँ। कालिका नगरपालिकाको तर्फबाट सँगै रहिरहने र पालिकाको तर्फबाट र वडाको तर्फबाट पनि हरदम यो संस्थालाई सहयोग रहने कुराको वचनबद्धता व्यक्त गर्न चाहन्छु। र साथै यो कालिका नगरपालिकाभित्रको यो चाहिँ केन्द्रमा रहेको चाहिँ यो रेडक्रस शाखाको यो खोलिसम्म जुन छ, यसलाई चाहिँ सदैव हाम्रो कालिकाको तर्फबाट, कालिका नगरपालिकाको तर्फबाट साथ सहयोग रहने कुरा र यो विपददेखि लिएर यावत कुराहरूको काम गरेको हुनाले यस संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस संस्थाले रक्तदान, आँखा शिविर, गरिब विपन्न वर्गलाई न्यानो कपडा वितरण, आगजनी, बाढी पहिरोमा परेका व्यक्तिहरूलाई उद्धार र सहयोग गर्दै आएको छ। यसको कार्यक्षेत्रभित्र रहेका विद्यालयहरूमा जुरेस, युरेस समिति गठन गरी रेडक्रस परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। स्थानीय निकाय, वडा तथा कालिका नगरपालिकासँग र जिल्ला शाखासँग समन्वय गरी कालिका नगरपालिकाका सबै वडाहरूमा रक्तदान, मनोपरामर्श सेवा, रेडक्रस परिचयात्मक कार्यक्रमहरू सञ्चालन गरिएको छ भने विभिन्न सङ्घ संस्था समूहलाई रक्तदान गर्न उत्प्रेरणा र सहयोग गरिरहेको छ। खुसी लागेको छ। नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ र कालिका नगरपालिकामा रहेको 3 उपशाखा मध्ये जुटपानी उपशाखाले गर्नुभएको कार्य सराहनीय छ। कार्य एकदम विपद परेको बेलामा सबै ठाउँमा पुग्ने अनि जनचेतनामूलक कार्यक्रमहरू बेला बेलामा गर्ने, त्यस्तो कार्यक्रम जस्तै रक्तदाता उत्प्रेरणा कार्यक्रम, प्रथम उपचार तालिम कार्यक्रम, अनि विपद व्यवस्थापन र विपद जनचेतना सम्बन्धी कार्यक्रम, अनि मनोसामाजिक सम्बन्धी कार्यक्रमहरू, यस्ता कार्यक्रमहरू गर्दै आउनुभएको छ। मलाई स्मरण छ, जुनसुकै कार्यक्रम रहे पनि मलाई एउटा व्यक्तिगत रूपमा, संस्थागत हिसाबले, दुईटै हिसाबले मलाई उहाँहरूले निमन्त्रणा गर्नुहुन्छ र कालिका नगरपालिकामा रहेको 11वटै वडामा कार्यक्रम सञ्चालन गर्नको लागि उहाँहरूले मलाई जिम्मेवारी पनि सुम्पिनु भएको थियो। र त्यो कार्यक्रम भनेको विपद व्यवस्थापन, मनोसामाजिक परामर्श र रक्तदाता उत्प्रेरणा कार्यक्रम जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। र एम्बुलेन्स पनि सञ्चालन उहाँहरूले गर्दै आउनुभएको थियो र फेरि पनि नयाँ एम्बुलेन्स सञ्चालन गर्ने क्रममा हुनुहुन्छ। त्यो एम्बुलेन्स सञ्चालन गर्नको लागि पनि चाँडै नै तपाईँहरूको कार्य सम्पन्न होस्, मेरो तर्फबाट फेरि पनि शुभकामना छ। र नेपाल रेडक्रस सोसाइटी जुटपानी
जुटपानी उपशाखाले रेडक्रसले गर्न पर्ने कार्यहरू अहिलेको कार्य समितिले अहम भूमिका निर्वाह गर्दै कार्य गर्नुभएको छ। म त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट र म नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै र फेरि तपाईँहरूको पूर्ण कार्यकालको सफलता र फेरि नजिकै गरेको तपाईँहरूको नयाँ कार्य समितिको निर्वाचन पनि छ। फेरि यस्तै चुस्त दुरुस्त कार्य समिति बनेर यो कार्यक्रम सफल गर्न र जुटपानी उपशाखा जिल्लामा जहिले पनि अग्रपङ्क्तिमा रहेर पुरस्कृत हुने भएको छ, त्यस्तो पुरस्कृत हुने कार्यक्रम अझै पनि तपाईँले अगाडि बढाउनु भयो भने हाम्रो साथ सहयोग जहिले पनि रहनेछ र रेडक्रस कर्मीको हैसियतले मैले तपाईँहरूको साथमा रहने र तपाईँहरूसँग सधैँ रहेर तपाईँहरूलाई सहयोग दिने, सहयोग गर्ने, सहयोग लिने सबै भूमिकाहरूमा म तपाईँहरूको साथमा रहनेछु भन्दै फेरि पनि यहाँहरू सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमको फेरि पनि पुनः सफलताको कार्यक्रम होस् भन्ने म चाहन्छु। हाल यस उपशाखामा 713 जना आजीवन सदस्य र 6 जना विशिष्ट सदस्य रहेका छन्। संस्थाको आफ्नै कार्यालय भवन छ भने बाँकी कोठा तथा सटर भाडामा दिइएको छ। हाल कोठा भाडाबाट पनि आम्दानी हुन्छ, जसबाट संस्थाको प्रशासन खर्च गरेर बाँकी रकम संस्थाको कोषमा रहने व्यवस्था मिलाइएको छ। जुटपानी उपशाखा आफ्नै सक्रियताले संस्थागत गरिमा उच्च बनाउन तथा समाजसेवामा अग्रणी र नमुना योग्य बन्न सफल भएको छ।